दर्शकबिन नमस्कार। यता यता मकैको एउटा बारी छ अनि यसमा आज जोत्दै हुनुहुन्छ। अनि पछि यो यतापट्टि एउटा अदृश्य शक्ति एउटा चाहिँ यस्तो ठाउँ छ। यो ठाउँमा चाहिँ विशेष मकै चाहिँ बढी चाहिँ उत्पादन हुन्छ। यो ठाउँमा बढी मकै उत्पादन हुने ठाउँ हो। यो मेलौलीको प्रचलित ठाउँ चाहिँ मेलौली नगरपालिका वार्ड नम्बर 3 मा 3 अन्तर्गत रहेको यो चाहिँ एकदमै प्रचलित ठाउँ हो। यसमा चाहिँ मकैहरू चाहिँ फल्छ अनि पछि राम्रो चाहिँ फल्छ यो ठाउँमा। यो ठाउँ चाहिँ प्रचलित ठाउँ भनेर मकै फल्न चाहिँ प्रचलित ठाउँ भनेर चिनिन्छ। मकै उत्पादन हुने क्षेत्र चाहिँ मकै उत्पादन हुनुमा चाहिँ विशेष सबैभन्दा राम्रो ठाउँ रहेको छ। यसमा मकै प्रशस्त मात्रामा चाहिँ यो मकै चाहिँ फल्छ। प्रशस्त मात्रामा मकै फल्छ र यो मकै उत्पादन हुने ठाउँ चाहिँ एकदमै सबभन्दा तल्लो सुराडेको मेलौली बैतडी जिल्ला मेलौली अन्तर्गतको यो चाहिँ वार्ड नम्बर 3 मा चाहिँ धेरै यो ठाउँमा चाहिँ एकदम हेर्दाखेरि पनि यो ठाउँ राम्रो र रमणीय, बस्न पनि राम्रो र रमणीय ठाउँ छ। यसमा चाहिँ बस्न पनि मिल्ने अनि पछि त्यस्तो ठाउँ पनि राम्रो भएको त्यस्तो ठाउँ छ। राम्रो किसिमको ठाउँ अनि पछि बस्न मिल्ने रमणीय ठाउँ र हेर्न लायक दृश्य ठाउँ छ। यसमा मकै अरूभन्दा पनि मकै चाहिँ प्रशस्त मात्रामा फल्ने र हावापानी बस्न चाहिँ न चिसो तातो बराबर हुने यस्तो ठाउँ छ। यो छ। यसमा चाहिँ तपाईँले आउन सक्नुहुन्छ दर्शकबिन। यो भिडियो चाहिँ अनि राम्रो खालको छ र यो चाहिँ मकै बारी फल्ने राम्रो ठाउँ छ। दृश्य राम्रो ठाउँ हो। यो चाहिँ मेलौलीको प्रचलित भिट्ठेने भनेर चिनिन्छ। एकदम प्रचलित राम्रो ठाउँ हो। यो मकै बारी उत्पादन भएको क्षेत्र हो। यत्रो चाहिँ मकै फल्छ। यस्तो चाहिँ मकै बारी चाहिँ यस्तो फल्छ। यो चाहिँ मकैको बारीको एउटा मकै हो। मकै चाहिँ यस्तो चाहिँ फल्छ। मकैको बारीमा चाहिँ यसरी चाहिँ धान रोपेर चाहिँ एउटा मकैको बारी फल्या छ। यसरी मकैको बारी चाहिँ फल्छ। जस्तो यो उत्पादन हुने ठाउँ चाहिँ धेरै राम्रो अति सुन्दर ठाउँ हो।